हेलो सबैजनालाई हामी चाहिँ अहिले पसलमा सबैजना बुवा यता दाजु यता मम्मी यता पुपु पानी खाँदै हुनुहुन्छ बसिरहेको छौँ दाजुको हामी बात सुन्दैछौँ बुवा र दाजुको है ल दाजु कुरा सुनाउनुहोस् के छ त त्यहाँ त यहाँ आयौँ बस्यौँ हामी कहाँ सुमरखाल पहाड हुँदाखेरि पाहाडबाट आउँदाखेरि त्यहाँ पिउली खेत भैँसा हेऱ्यौँ गोठाला लाग्यौँ त्यहाँ उनीलाई के थियो साह्रै बन्नाल चन्नाल त भइगयो पहिला यहाँ आइदिए अब केही राम्रै हुन्थ्यो होला त्यति बेला यहाँ अब सापले खाने ढुङ्गा के अरे मच्छरले खाने घाम हुने यति डर मान्ने मान्छे त्यही उनीहरू जान बस्यो अहिले अब यहाँ आएर के हुने सारा सबै सुनै सुन भइसक्यो कस्तो लाग्छ अनि अहिले त अब त्यहाँ राम्रै छैन यहाँ विकास भयो होइन उहाँ जस्ता जस्तै छ पहिला सोच्थे कि त्यहाँका मान्छेले यहाँ यस्तो हुन्छ भनेर यस्तो कहाँ सोच्नु यस्तो सोचिया भइदियो भए त यस्तो यस्तो हुँदै हुन्थ्यो न मान्छेले कल्पना नै गरेन कि भविष्यमा यस्तो पनि विकास यहाँ हुनसक्छ भनेर होइन सोचेनन् मान्छेले जसले टाइममा सोच्यो त्योभन्दा त 60 सालभन्दा पहिला कसैले सोधिदिया भए पनि अनि अर्कै भइहाल्थ्यो सोच्ने पनि सोच्थेनन् सोचेको मान्छेले भन्यो नि विश्वास मान्थेनन् मान्थेन एउटै रहेछ कुन रोड यो हाइवाईको पहिला पहिला त्यति बेला बचेलातिर महँगो थियो बचेला महँगो थियो माथि गाउँतिर यो मेन यो महेन्द्र राम्रो हाइवे र माथि पहाडको रेट उस्तै नै यो सुमरखालको रेट यो ठाडो रोडको जो छ नि बतेला बागमाराको ए अच्छा यो हाइवाईको एउटै ए माथिको रोड र हाइवेको रोड बाटोघाटो त्यतातिर रोड नभएको नै रोड भयो भन्दा पछि अनि माथि जङ्गल नजिक पर्ने भयो दाउरा घाँस गाई भैँसी बाख्रा पहिलाका मान्छेलाई त त्यो आवश्यक थियो नि त गाई भैँसी बाख्रालाई अब घाँसपातको लागि नजिक पर्ने भयो त्यस कारणले गर्दा अब यहाँको र उहाँको बराबरै भएर पहिलाको अब त्यति बेला मान्छेलाई जङ्गल नजिक घाँस चाहियो सबै चाहियो के त गाडी घोडा पसल गर्ने म सामान मगाउँछु भन्ने त थिएन त्यही हुनाले ठिकै हो नि हामीलाई यहाँ विषालुले छोडेर गइसकेपछि मलाई नि भने रामबहादुर दाइले यहाँको जग्गा 5000 रुपियाँ कट्ठा लैजा भने हाम्रा शङ्कर मान्ती बसिया छन् नि त्योभन्दा उतापट्टिको जग्गा 5000 रुपियाँ कट्ठा 10 कट्ठा लगेर त्यति बेला राखिदिए भए त्यसै छोडिकन गए पनि होइन ती 50,000 त कहाँ हो अनि सक्यो त्यो मसित त्यो खोलाले काट्छ अब त्यस्तो टर्नमा हुन्छ बच्छ भन्ने 50,000 त्यति बेला किन्ने भयो अहिले 5 करोडको भयो 5 करोड हुने ठिकै छ बुद्धिले पनि खाएन सबै कुरा बिग्रियो जति भ्याउने अब त्यति त ठिकै छ समय मिलेन भन्ने कुरा पनि होइन समय पनि मिलेकै हो बुद्धि पुगेन भनौँ सबैभन्दा कसैलाई अर्कालाई दोष लगाएर के गर्ने काम छैन ठिक छ अब सोच्नु पऱ्यो टाइम अब लाउनु पऱ्यो अब लगाएर केही हुँदैन होइन होइन अब भविष्यको लागि अब हामीले लाउनु पऱ्यो अब के हुने यो त अहिले त अब सुन किनेर राख्नु पाए कस्तो हुन्थ्यो त्यही त अरू आउँछन् कि त्यति बेला त्यो थियो अब अरू चिज आउँछन् त्यस्तै छ त्यस्तै हो आइराख्छन् केही छैन